यतापट्टिको त यस्तो हो काङ्ग्रेस चोकतिर होइन। सो अलिअलि कुहिरो ला तर बाटो त्यति साह्रो कुहिरो चाहिँ नलागेको भएर राम्रो देखियो। अनि अहिले त यता टु लाइन पनि भएको छ क्या, यहाँ टक्कै जाने यताबाट आउने यताबाट टु लाइन खुलाइदियो। राम्रो त एकदम राम्रो भएको बाटो सही देखिएको छ। साइड साइडमा गाडीहरू पनि पार्किङ गर्न मिल्छ यतापट्टि सटक्कै सही होला। त्यो बाटो टु लाइन त खुला छ तर गाडीहरू यस्तो स्पिड आउँछ नि बसहरू। आमा हिजो त एउटा एक्सिडेन्ट पनि परेको थियो, बिचरा बाइकवाला कि त्यो हातखुट्टा भाँच्यो भन्दै थियो। यस्तो मिठो एक्सिडेन्ट परेको थियो नि। यसो टु लाइनमा गएर बसहरू यस्तो कुदाउँदै आउँछ अनि त्यसमाथि चाहिँ हल्का फोकस लाइट दिन्छ। म आँखै तिर्मिरिने के यस्तो बाइकमा साइकलहरूमा हिँड्ने मान्छेहरू त बिचरा आँखै तिर्मिरिन्छ कि झन्। यता एकातिर जाने मान्छे अर्कोतिर गइदिएर हुन्छ। अब भिडियो चाहिँ आउनु थालिसक्यो। सो मैले चाहिँ यस्तो भिडियो नबनाउने भएर के बोल्ने के नबोल्ने केही थाहै छैन कि। ल यस्तो भिडियो बनाउँदैन नि त, त्यो भएर के बोल्नु के नबोल्ने आउँदैन कि। सो भिडियो यसो बनाइदिउँ भनेको ल आउँदैन यतिर कि के बोल्ने होला भइरहेको कि अनि मैले यसो अरू केटालाई काङ्ग्रेस चोक आइसकेको छु। यो मौसम बहुत चिसो यता आगो तापेर बसिरहनु भएको। आगो ताप्नु पर्छ, चिसो छ, आफ्नो एकदमै ख्याल गर्नुपर्छ है सबजनाले। मेरो चाहिँ हालत यस्तो छ है, यस्तो भनेर आएको। यति चाहिँ मैले त्यो मोबाइल टच गर्नुपर्छ नि त, पन्चाबाट टच हुँदैन, मैले त्यो भएर खोलेको। त्यति चाहिँ मैले खोलेर हिँडिरहेको। नजिक देखियो होला के गर्दा मलाई जस्तो लागिरहेको। सबले हेरिदिन्छ नि त यता अनि क्यामेरा खोलेर हिँडेको यता। अनि त्यो भएर यसो हल्का चाहिँ हात छोडेर हिँड्ने बानी परिसकेको छ। यो चाहिँ च्यान हो कि, यसलाई च्यान भन्छ। यो चाहिँ मेरो घोडाको यो तान्ने टकटक गर्छ। अनि भिरगुटी टायरका छैन यस्तो भयो अहिले, तपाईँहरू देख्न सक्नुहुन्छ। अनि म पनि देख्न सक्छु तर आज घाम चाहिँ नदेख्दो रहेछ यार, पुरै कुहिरो लागेको भएर घाम चाहिँ आज चिस्सा पनि देखेको छैन यार। सो यहाँ चाहिँ घाम लागेको भए चाहिँ बवाल देखिन्थ्यो क्या। ऊ त्यहाँ चाहिँ टक्क घाम आएको देख्थ्यो, यस्तो दामी देख्यो। आज कुहिरो लागेको भएर घामै नदेख्दिरहेको रहेछ। राइट त्यो गर्नु ठिक छ। यस्तो चिसोमा चप्प कपडा लाग्यो, मोजा जुत्ता लाग्यो, डबल मोजा जुत्ता, पन्जा लगायो अनि मास्क केही लगायो, चप्प हातखुट्टा छोप्यो, आनन्दसित घुम्यो। बहुत मजा आउँछ कि साथीभाइहरूसँग यस्तोमा घुम्न चाहिँ। तपाईँ पनि घुम्नुभएको छ होला। यस्तो गऱ्यो आनन्दसित हिँड्यो, ब्याडमिन्टन खेल्यो, यताउति खेल्यो है। राइट त्यसको म चाहिँ छुट्टी खाएकै साथीसँग यहाँ एक्सिडेन्ट भएर पेटी परेको हालत के हो ए। राइट यता चाहिँ नाली भन्दै गरेको अवस्था। सो यो चाहिँ गैँडाकोट महोत्सव लाग्दैछ। सो 25 गतेदेखि तपाईँहरू आउनु सक्नुहुन्छ। गैँडाकोट महोत्सव लाग्ने बाटो यता, अनि बाटो चाहिँ यता। म चाहिँ अहिले पुल्चोकतिर जानेतर्फ आइरहेको छु। पुलको नजिक आइसकेको छु लगभग। यस्तो बनाउँदै गएको गाडीले बाटो, पानी सानी हालेछ। सो महोत्सव लाग्ने ठाउँ चाहिँ एरिया थियो। त्यहाँ चाहिँ बवाल चाक्लो भएर पहिला यस्तो साउरो थियो, एकदम यस्तो दामी भयो। सो तपाईँहरूलाई पुलको भिडियो बनाएर देखाउँछु। पुलमा दर्शन गरियो। त्यो पुल चाहिँ दामी हल्लिन्छ कि, इलेक्ट्रिक स्वार भइसक्यो अरे। तर यतापट्टि चाहिँ बन्द देखा क्या आगो चाहिँ। यसैको नयाँ पुल निर्माण भइसक्यो, निर्माण कार्य सुरु भइसकेको छ। तपाईँहरू देख्न सक्नुहुन्छ तर यहाँबाट नदेख्दो रहेछ। पुलमा चाहिँ मैले देखेर आएँ मजा देखेँ आएर यतापट्टिको ल कुहिरो गएको
हैट। यो चाहिँ हाम्रो पुल्चोक एरिया है। यो चाहिँ हाम्रो पुल्चोक एरिया। तपाईँहरू देख्न सक्नुहुन्छ गाडीहरू यता धनगढीबाट आएकोहरू छ, काठमाडौँ जाने यताउति जाने। La 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 la. So धन्यवाद।